Hi everyone, if you love nature and drive through, this video is for you. Welcome to my blog. आज चाहिँ म चेडारगढको भ्यू बनाउँदैछु युट्युबमा, टिकटकमा अनि इन्स्टाग्राममा। अनि हामीले चाहिँ ट्राभल बिस्टरबाटै स्टार्ट गऱ्यौँ। चेडारगढ चाहिँ स्टकवुडबाट नजिकै रहेछ, अन्ली 30 to 45 minutes। अनि मलाई चाहिँ अरू टाढा जस्तो लाग्छ, तर एकदम धेरै नजिकै रहेछ। विदिन द सर्ट ड्राइभ हामी चेडारगढ पुग्यौँ। अनि त्यसपछि त के रह्यो र, हामीले जस्ट त्यहाँको सबै भ्यूहरू हेऱ्यौँ ड्राइभ थ्रुबाटै। अनि हामीले कार पार्क गऱ्यौँ। कार पार्क गर्ने एभाइलेबल थियो, एकदम सबै कुरा फेसिलिटेड थियो। अनि त्यसपछि हामीले बिशप, म अनि विशालले हामी हल्का वाक गर्ने भनेर कारबाट निस्क्यौँ। अनि हामीले त्यहाँको भ्यूहरू हेऱ्यौँ। कार पार्किङको एरिया पनि धेरै राम्रो थियो। अनि यो चाहिँ हाम्रो टिकट लिने ठाउँ। यहाँनिर चाहिँ विशालले टिकट लिनुभयो, जुन चेडारगढको माथि वक गर्नलाई चाहिँ पैसा लाग्दो रहेछ। अनि यसलाई चाहिँ ज्याकअप ल्याडर एन्ड टावर बन्दो रहेछ। अनि हामीले चाहिँ यहाँबाट टुई हिँड्यौँ। यो चाहिँ इन्ट्रान्स हो। यो चाहिँ अलमोस्ट 120 वटा स्टेप्स थियो, जो चाहिँ मलाई एकदम धेरै सजिलो जस्तो लागेको थियो, तर म हिँड्नै सकिनँ। अनि यो चाहिँ फर्स्ट स्टेजबाट भ्यू हो। अनि हामी तीनजना यसरी सुरुमा चाहिँ दगुर्दै थिएँ म, पछि चाहिँ म हिँड्नै सकिनँ, मलाई कस्तो गाह्रो भयो। अनि यो अलिकति माथि पुगेपछि सिन यस्तो थियो। हामी चाहिँ अफ सिजन गएको भएर धेरै हरियाली हेर्न पाइएन, नत्र भने यो सिजनमा हरियो हुन्छ अनि निकै राम्रो पनि देखिँदो रहेछ। यो चाहिँ टावरको भ्यू। अनि यो टावरमा चाहिँ बिशप हामीभन्दा अगाडि टुई हिँड्दै थियो। ऊ एकदम धेरै एनर्जेटिक छ, ऊ चाहिँ धेरै नै हिँड्न खोज्छ, म चाहिँ हिँड्न सक्दिनँ। अनि बाउ छोरा अगाडि, म पछाडि। इट्स अलवेज लाइक द्याट, किनकि म हिँड्न सक्दिनँ। बाउ छोरा त टुई हिँडिदिने क्या, आमामा है। झन् बिशप त के भन्नु र, कहाँ ऊ पर पुगिहाल्थ्यो म भन्दा त यो दुईजना। अनि हामीले यो एरिया एकदम मन पर्यो। यो चाहिँ योभन्दा पनि अलि माथि झन् राम्रोहरू भ्यू देख्ने ठाउँहरू थियो, तर म हिँड्न नसक्ने भएकोले हामीले चाहिँ यहीँनिर हाम्रो एन्डिङ गरौँ भनेको। अनि फेरि विशालले अलिकति माथि जाउँ न भन्नुभयो। अनि त्यसपछि हामीले यो ढुङ्गामा बिशप र मैले 1-2वटा फोटो खिच्यौँ। विशालले चाहिँ खिच्न मान्नु भएन। अनि 1-2वटा फोटो खिचिसकेपछि हामी फेरि अलिकति माथि जाउँ न भ्यू हेर्नु भनेर हामी गयौँ। त्यहाँ माथि अलरेडी एउटा फ्यामिलीहरू थियो। अनि बिशपले त साथी पनि भेटायो, ऊ कस्तो धेरै खुसी थियो। यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्थ्यो। त्यसपछि हामी फर्किँदाको भ्यू पनि निकै राम्रो थियो। स्पेसली यो बस्ने ठाउँहरू, रेस्ट गर्ने, थाकेपछि यहाँ बस्नलाई एकदम राम्रो थियो। अनि हामी त्यसपछि त फेरि ड्राइभ थ्रुबाट फर्क्यौँ। यति आनन्द आयो नि यो ड्राइभमा, कस्तो रिल्याक्स भएको थियो हामीलाई। तपाईँहरूलाई पनि यदि ड्राइभ थ्रु जान मन छ, सर्ट ड्राइभ, नट लङ ड्राइभ बट सर्ट ड्राइभ पनि चेडारगढ जानु होला। इट्स रियली नाइस, नेचर ब्युटीले भरिएको प्लेस हो। अनि हामीले फर्किँदाखेरि एउटा मसरुमवाला घर पनि देखेको थियौँ। द्याट वाज रियली एट्र्याक्सन फर मी। तपाईँहरूलाई पनि जाँदाखेरि चाहिँ यो तपाईँहरूको लेफ्ट साइडमा पर्छ, द्याट मसरुम हाउस। सायद एउटा मात्रै छ होला बाटोमा, त्यो चाहिँ हेर्नलाई नबिर्सिनु होला। अनि यो अरू भन्दा पनि यो हो मसरुम, अघि मैले कुरा गरेको। थ्याङ्क यू, बाइ बाइ।